बिल 1000 रुपियाँ भएर छ आज तिरौ नि त के कुरा गरे यार त हुँदा हुँदा मैले तिर्नुपर्ने भयो त थाहा छ त मेरो घरको स्थिति के छ भनेर टाउको ऋण तिर्न नसके मेरो बाउको टाउको तालु भइसक्यो दसैँमा छ नि 1 पाउ मासु ल्याउने गरे त्यही पनि 4 गरे झोल हाल्ने गरे त कुरै बुझ्दैन मेरो यो सुन्दाखेरि चाहिँ सबै यो दिल्ली पठाइदिएको उहाँ अस्ट्रेलियाबाट कति गाह्रो छ उता तल थाहा छ जम्मा 6 लाख रुपियाँ कमाउँछन् दिदीले त कुरै बुझ्दैन मेरो साथीहरू मै तिर्छु ल भयो ल मै तिर्नु ओहो मस्त खुजरा पैसा छैन यार खोले 10 रुपियाँ तँलाई थाहा छ त मेरो घरको स्थिति के छ भनेर ल ल आजकल कति राम्रो वेदर यार घुम्न जाऊँ न यार तँलाई थाहा छ त यार मेरो हालत यार जन्मेको 20 वर्ष भयो अहिलेसम्म चाबेलबाट उता कटा छैन तेरो कलेज त गौशाला होइन कसरी आमामा यत्रो पैसा कहाँ आयो तसँग के कुरा गरे यार तैँले यार 4 वर्ष भयो मैले पैसा जम्मा गरेको बाउलाई एउटा राम्रो जुत्ता किन्दिन एउटा राम्रो जुत्ता पनि छैन यार फाटेको जुत्ता लाएर हिँड्छ तेरो बाउको त बाउमा जुत्ता पसल छ होइन तर होइन क्या तैँले कस्तो कुरा असोज 9 गतेदेखि 22 गतेसम्म अल्टिमाको दसैँ मेला स्टार्ट हुँदैछ त्यो अल्टिमाको प्रडक्टहरूमा टन्नै डिस्काउन्ट छ त्यही भएर त्यही किन भनेर जम्मा गरेर राखेको पैसा कस्तो यार त कुरै बुझ्दैन मलाई एउटा एयरपोर्ट किन्दैन यार मलाई खाँच्चै छ यार किन्दैन यार के कुरा गरे यार तैँले यार तँलाई थाहा छ त तँलाई पनि थाहा छ यार मेरो हालत हुँदैन यार